सुहाना सुहाना फुल फुलिरहेछन्। मलाई चाहिँ यहाँको यो बाटो एकदमै मन पर्यो है, एकदम स्पेसल बाटो। जुकाले अलिअलि हालत चाहिँ यस्तो यस्तो बनाउँदो रहेछ अलिअलि है। धन्यवाद। यो ठाउँको त्यही भएर विशेष महत्त्व छ। प्रकृति यति सुन्दर छ है, तर बिगार्ने भनेको सबै कुरा मान्छेले हो। ल हेर्नु न, यो फोहोर हेर्नु त, यो धरती, यो आकाश, जुनेली। तिमीले युट्युबमा आउनुभन्दा पहिला धेरै भिडियो हेरेँ मैले, त्यसमा चाहिँ अलि राम्रो इन्फर्मेसनहरू नरहेछ। त्यही भएर हामीले चाहिँ कसैले हेर्नुभयो भने पनि पञ्चासे जानुभन्दा अगाडि उहाँलाई चाहिँ अलिकति सपोर्ट हुन्छ भनेर हामी भिडियोलाई चाहिँ अलिकति डिटेलमा हामीले लिएर अगाडि बढिरहेका छौँ। स्टे ट्युन हामीसँगै रहनु होला, हामीले तपाईँहरूलाई 50 पुऱ्याएरै छोडिन्छ फी। गाइज हामी चाहिँ छोरेपाटनसम्म आइसक्यौँ। अहिले छोरेपाटनसम्म राइड, अब छोरेपाटनबाट हाम्रो यात्रा सुरु हुन्छ। मलाई छोड्न आउनुभएको छ मेरो प्रिय दाजु इन्द्रमणि दाइ। दिस इज कुम्दीकोट जाने बाटो। ल हामीले चाहिँ यति सामान किन्ने हो, यहाँसम्म पुऱ्याउँछ यसले 1455 ल है त। र क्युआर गर्दैछन् गौरवले। धन्य हो पुष्पजीको। पुष्पजीले फेरि गाडीमा आउनुभएको थियो, गाडीमा के बिर्सिनु भएछ भन्दा पैसै बिर्सिनु भएछ। फेरि गाडीबाट ओर्लेर जानुभएछ अनि फेरि पैसा लिएर आउनुभयो है। ठ्याक्क लोकेसन छोरेपाटनबाट थोरै माथि हो। पिपलको यहाँ मजाको छाइरी रहेको छ। अब यहाँबाट हाम्रो एक्चुअल ट्रेक सुरु हुन्छ। ल पोखरा बजारलाई हामीले यसरी निहाल्न सक्छौँ। हामी शान्ति स्तूपको गेटमा आइसक्यौँ। कान्छा उठ यार, दिउँसो भइसक्यो, कति सुत्यो? ल तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने यो शान्ति स्तूप जाने गेटबाट यो साइडबाट यो बाटोबाट तपाईँहरू हिँडेर पुम्दीकोट गएर पुम्दी घुम्नु हुँदै 50 जान सक्नुहुन्छ। मौसम बसन्तको चराहरू कराइरहेछन्, हामी हिँडिरहेछौँ। हामी ठ्याक्क शान्ति स्तूप, आहा ल ठ्याक्क शान्ति स्तूपलाई देब्रे पारेर हिँड्यो। ठ्याक्क शान्ति स्तूपलाई हामीले यसरी पछाडि पारेर हामी चाहिँ गाउँले चुलोमा ब्रेकफास्ट गर्दैछौँ। हाम्रा भोलेनाथ नमस्कार। हामी चाहिँ फुट ट्र्याक हुँदै लेफ्ट साइडबाट यस्तो हुनुपर्छ। माया प्रेम लिएर गाइज हेर्नुहोस्, केही सिक्नुहोस्। यहाँसम्म पुग्नुपर्छ, अन्त नभए पनि के छ। यो हामी थोरै यो बाटोबाट उक्लेर थोरै यहाँ रेस्टको लागि हामी पोखरा पार गरिसक्यौँ। यो फेवातालको सुन्दर दृश्य यहाँ देख्न सकिन्छ। मन्दिरहरू, हिमालहरू है। वसन्त ऋतुको सुरुवातमा प्रकृतिको यो रसिलो आनन्दलाई ग्रहण गर्दै हामी लाग्दैछौँ पञ्चासे तर्फ। एउटा आमा हुनुहुन्न रहेछ, आमालाई सोधेर यो बाटो जाऊ बाबु भनिदिनु भयो। अनि यो बाटो आएको हामी यहाँबाट चाहिँ लेफ्ट। समस्या के भइदियो भन्दा क्याप ल्याउन भुलिएछ, अनि चस्मा ल्याएँ भनेर खोल हालेको। हेर्नु इन्द्र दाई, त्यो चस्मा छुटेछ के, त्यहीँ छुटेछ चस्मा। खोल मात्र आएछ, ठिस भएमा बाटोमा आएपछि चस्मा र टोपी चाहिँ हाल्न पर्दो रहेछ है त। गाइजहरू हामीले जुन देखिरहेको छौँ त्यो पुम्दीकोट रहेको छ। कच्ची बाटो नै छ गाडी हिँड्ने जस्तो। यो बाटो हुँदै हुँदै हामी आइरहेका छौँ। साथीहरू अलिकति थकित अवस्थामा देखिनुहुन्छ उहाँ। स्मुथ भइरह है हाम्रो अहिलेसम्मको ट्रेकिङ। हेर्दै जानु के कस्तो हुन्छ। थाकेको कुद्देख घरिघरि रमाइलो भयो। फिल दिस साउन्ड। अरू चराचुरुङ्गीहरूको आवाज त यहाँ त वाउ। के भयो अरे दोस्त?
कुन गीत बज्यो भनेर कानमा यस्तो सुनेको माखा करा रहेछ के घाँ जङ्गलको बाटो। अङ्कल नमस्ते। नमस्ते, यो देउराली हो बाबु। यो देउराली यो ट्याक्क 50 जानुभन्दा अगाडि यहाँ पार्टी पनि रहेछ है। ओत लाग्न लाग्यो यहाँबाट 50 जान सकिन्छ हामी। हुन्छ यो माथि पुरै निगालाको बनै भन्छ। कतिखेर चाहिँ भन्ज्याङ पुगिन्छ भन्ने हामीलाई थाहा छैन। 2 दिनमा राम्रोसँग एक्सप्लोर गरौँ भनेर आज चाहिँ भन्ज्याङमा बसेर भोलि 50 उक्लिने प्लानसँग आएका हौँ। गाउँघरका रुखहरू बुढाखाडा है, उमेरले पाकेका सबै कुरा चिसो तातो भोगेर टक्क यस्तो कन्डिसनमा रुखहरू छन्। यो ठाउँमा आइपुग्दा थाहा भयो कि हामीहरू धेरै लामो गलत बाटो हिँडिसकेका रहेछौँ। बल्ल हामीले यो लोगो भेट्टायौँ। बल्ल यो बाटोमा राखिदिएको भए, त्यहाँ पनि राखिदिएको भए कति आनन्द हुन्थ्यो होला। त्यो मिस भएर त्यो ठाउँबाट हामीलाई साह्रै गाह्रो भयो, निकै गाह्रो भयो। लगभग हाम्रो 4 घन्टाको हिँडाइ लस भयो। फेरि जुगाको डर उस्तै हो। अब हतारमा हामी यहाँ 5 बजिसक्यो, 5 साढे 5 हुन लागिसक्यो। यहाँबाट 4 घन्टा अझै लाग्छ भनेपछि हामी चाहिँ मात्र भन्ज्याङ पुग्दा पनि रात पर्ने भयो एकदम। तपाईँहरू चाहिँ यो रातो रिबनलाई चाहिँ फलो गर्दै अगाडि बढ्नु होला। थाक्यो है, रमाइलो भइरहेको ट्रेकिङ है। हाम्रो हल्का मिस भएर चाहिँ 7:10 भयो। हामी 4 घन्टामा पुग्ने बाटो बल्ल तल्ल 2 घन्टामा हामीले तय गरिसक्यौँ। बल्ल तल आइपुग्यो। खुट्टा यस्तो दुख्यो। हामी कति हिँड्यौँ भन्ने कुरो ठ्याक्क अन्दाज लगाउँदाखेरि हामी बिहान 7 बजे हिँडेको, इन्ड हाम्रो कति बजे भयो भन्दा 8 बजे आयो। भनेपछि 13 घन्टा हिँड्यो। 13 घन्टामा ल धेरै विश्राम गरेको भयो कति? 2 धेरैमा 2 घन्टा। नन भनेपछि हामी 11 घन्टा त हिँडेको हामी। भनेपछि खुट्टाको हालत के भयो होला, हिँड्दै नहिँड्ने खुट्टा है। यदि तपाईँहरू छोरेपाटनबाटै हिँड्दै आउनुभएको छ भने यो भन्ज्याङमा चाहिँ 1 दिन बसेर भोलिपल्ट बिहान 50को लागि प्रस्थान गर्न सक्नुहुनेछ। बिहानको नास्तामा हामीले फापर र कोदोको रोटी अनि 1 कप चाय। सबैजना साथीहरूलाई नमस्कार। हामी चाहिँ हिजो आएर यो भन्ज्याङमा बसेर यहाँबाट चाहिँ यो जुन पदमार्ग सुरु छ यहाँबाट 50को लागि अब प्रस्थान गर्दैछौँ। तपाईँहरू हामीलाई साथ दिइरहनु होला। हामी 50 जाँदैछौँ। अब राम्रो छ यात्रा है। भोलिपल्ट बिहान 7 बजे हामी भन्ज्याङबाट 50 तर्फ उक्लिँदै गर्दा वन जङ्गलमा रहेका चराहरूका आवाजहरूलाई सुन्दै सुन्दै वसन्त ऋतुमा सुरुवात भएका फुलहरू हेर्दै वन जङ्गलको सुन्दर दृश्यहरूलाई निहाल्दै 50 तर्फ हुनु भयो। सजिलै आयो आज चाहिँ हामी भन्ज्याङबाट, किनकि हिजो धेरै यात्रा भयो। त्यसले गर्दा नि आजको यात्रालाई सजिलो भयो। म 6 क्लासमा पढ्ने बेला आएको ठाउँ हो यो। अहिले लगभग 6 दुना 12, 13, 14, 15 भनेपछि त 9 वर्षपछि। यहाँ चाहिँ एकजना बाबा तपस्या बस्दै सुत्नु भएको, यहीँ समाधि लिनुभयो भन्ने किम्वदन्ती छ। वाउ, यो हिमाल, यो तराई, यो लुक्सलाई चाहिँ मैले मानेको 50को यो लुक्स। पछौरी ल्याउनु त अभिषेक। तपाईँहरू चाहिँ 50को डाँडाबाट यो शिव मन्दिरबाट अलिकति अगाडि बढ्नुभयो भने यस्तो बाटो हामी ताल जाने बाटो फेला पार्छौँ। जुन यहाँबाट ताल जानमा चाहिँ 1 घन्टा लाग्छ लगभग। अब हामी सरसर्ती गयौँ भने 45 मिनटसम्ममा पुग्न सक्छौँ। आधा घन्टादेखि 45 मिनट। मलाई चाहिँ यहाँको यो बाटो एकदमै मन पर्यो है। एकदम स्पेसल बाटो छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो रुट। अनि 50 आइसकेपछि 50बाट 50 लेक जानको लागि यस्तो रुट छ। र यतापट्टि यहाँ मन्दिर छ एउटा।
अब यो बाटो चाहिँ हामी पञ्चासे लेक पुगिन्छ। प्रकृति यति सुन्दर छ है, तर बिगार्ने भनेको सबै कुरा मान्छेले हो क्या। ल हेर्नु न है, यो फोहोर हेर्नु त, यो सुहाएन नि त, यो फोहोर चाहिँ सुहाएन क्या। अरू चाहिँ मजाले इन्जोय गर्नुहोस्। कोही आउनु हुँदैछ भने फोहोरलाई चाहिँ आफै प्लास्टिक व्यवस्थापन गरेर हिँड्नु होला। फाइनल्ली हामी पञ्चासे ताल पनि आइपुग्यौँ। पञ्चासेमा रहेको यो सुन्दर तार परिक्रमा गर्ने मार्ग पनि छ। सबैजनालाई नमस्कार। आज बिहान चाहिँ हामी 7:15 हिँडेर भन्ज्याङदेखि हिँडेर यो पञ्चासे तालमा चाहिँ 10:30 बजे आइपुगेका छौँ। आनन्दले हामी विश्राम गर्दा गर्दै बाटोमा यसो रमाइलो गर्दै ढिलो आएको। हामी 10:30 बजे आइपुगेका छौँ। यहाँ चाहिँ के किम्वदन्ती प्रसिद्ध छ भन्दा एकचोटि दशरथ राजाले चाहिँ तीर चलाउँदाखेरि यहाँ श्रवण कुमारलाई लागेको, अनि श्रवण कुमारको मातापिता अन्धा जो हुनुहुन्थ्यो उहाँले चाहिँ यहाँ बिलौना गरेर दशरथलाई श्राप दिएर रामको वियोगमा दशरथ मर्नु परेको थियो। त्यो चाहिँ पौराणिक आधारमा मान्छेको किम्वदन्ती चाहिँ त्यस्तो रहेको छ। त्यहाँ तल चाहिँ पञ्चासे ताल हो। थोरै माथि आइसकेपछि यहाँबाट भदौरे देउराली यतापट्टि जाने चित्रे होमस्टे यता, यहाँबाट लोकेसन देखाइरहेको छ। भदौरे देउराली हुँदै हामी चाहिँ आज काँडे झरेर काँडेबाट पोखरा पुग्छौँ। के तुझे मैं खोया खोया मन खोया जो पाया तुझे मैं खोया। जुकाले अलिअलि हालत चाहिँ यस्तो बनाउँदो रहेछ अलिअलि है। यो बाटो गयो भने चाहिँ भदौरे गइन्छ, यो बाटो गयौँ भने चाहिँ पामे पुगिन्छ। यता पञ्चासेको डाँडो माथि यत्रो बाटो हामी हिँडिकन आइसक्यौँ। हामी भदौरे आइपुग्यौँ। गौरव एउटा कुरा थाहा भयो के, ताना र हानान कहाँ भयो रहेछ भन्ने कुरो। पुष्पको घर रहेछ के, यिनको घर सेउली बजार हो कि नै लगाउनु पुष्प। अनि यो चाहिँ भदौरे हो। भदौरेमा चाहिँ हामी खाना खानको लागि यहाँ रोकिन सक्छौँ। यो निदा फेरि खाइदेला यहाँबाट उता काँडे, त्यहाँभन्दा उता नाउडाँडादेखि हामी त्यसै गरी हाम्रो यात्रा 4 बजे काँडेमा आएर टुङ्गियो। त्यहाँ खाना खाएर हामीहरू बसमा पोखरातर्फ फर्कियौँ। हाम्रो यो यात्रामा साथ दिनुहुने सम्पूर्णजनालाई धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। सबैजनालाई नमस्कार। हाम्रो यो पञ्चासे यात्रालाई हेरेर साथ दिनुहुने र हाम्रो यात्रामा साथ दिनुहुने आर्जव, हाम्रो पवन दाई, त्यसै गरी हाम्रो इन्द्रमणि दाई, उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छौँ। र तपाईँहरू पनि यदि पञ्चासे जान चाहनुहुन्छ भने हाम्रो यो भिडियोलाई हेरेर यसलाई आधार मानेर तपाईँहरू छोरेपाटनदेखि पञ्चासे पुगेर काँडेसम्मको पदयात्रालाई चाहिँ तय गर्न सक्नुहुनेछ। धन्यवाद।